गाइस वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी यो न्युटेलाको अचार भन्छ होला यसलाई, त्यही भन्छ। फर्स्टमा चाहिँ यो न्युटेला कहाँ छ यहाँ हेर्न, यो न्युटेला चाहिँ तेलमा तार्नुपर्छ। अरे भने म पनि बनाएको त छुइनँ। यो बदाम तार्नु हुँदैछ तेलमा, काँचो बदाम यो यसरी तार्नु। हेर्न सक्नुहुन्छ तपाईँहरूलाई म पुरा मेकिङ देखाउने छु। प्रोसेस अलिकति मिस्टेक भएछ, यसरी चलाउनु पर्दो रहेछ। डल्लै हाल्नु पर्दो रहेछ। तपाईँहरूकोमा जति तेल छ, अब एक पावाको यो रिफाइन्ड तेलमा भुट्नुपर्छ कि रिफाइन्ड तेलमा? बट्टा चाहिँ परमात्माको छ, तेल चाहिँ रिफाइन्ड हाल्नु भएको छ। र तपाईँहरूकोमा जति तेल छ, अब बदाम त्यति हाल्न सक्नुहुन्छ। अब मैले पनि अलिकति बदाम टिपिसकेको छु, हेर्न सक्नुहुन्छ। काँचो बदाम यो चाहिँ भुटेको, यहाँ पुरै भुट्नु भयो। यति अचार बनाउनको लागि चाहिँ यति बदाम चाहिने रहेछ। एक भाँडा छ, 1 केजी बदाम, 2 केजी यसमा चाहिँ के हाल्नुपर्छ? मैले अलिकति भनिदिनु न। तिल, आमचुर पाउडर, हुचिङ, तिखा लाल, अर्को त्यो के अरे त्यो भन्छ नि त्यो सेरेर हो रेडी छ। अन्तदेखि बदाम हाल्दैछ अहिले। अन्त धुलो खोर्सानीको पाउडर हाल्नु पर्यो। खोर्सानी कस्तो लाम्छ कि डल्ले? सुकेको खोर्सानी फ्राई गरेर पाउडर बनाएर हाल्नु पर्यो। यो चाहिँ भुट्ने प्रोसेस हल्का पाक्दैछ। यो चाहिँ पुरै पाकिसकेको। न्युटेला चाहिँ यति छ, हेर्न सक्नुहुन्छ। गाइस नुन पनि हाल्नु पर्दो रहेछ। यति न्युटेला चाहिँ अब 1 केजी बदाम चाहिँ लाग्ने नै रहेछ। यो 5 लिटरको भाँडा जस्तो लाग्यो। यो पाक्दैछ अलिक, मतलब ठिक्क पाकिसक्यो कि। माकुराको जालो, तिलको पालो, बदामको खत्तम, तिलको पालो। अब चाहिँ तिलको फ्राई पालो। तेलमा फ्राई नगर्नु पर्छ, हेर्नु। किरा परेर चाहिँ ठस्सै गनायो त। हाई गाइस, यहाँ अमचुर पाउडर हाल्दैछ। यसले चाहिँ अमिलो हुन्छ है। अब चाहिँ न्युटेला चाहिँ रेडी। अब नुनहरू हाल्दैछ। अमिलोमा हाल्नुपर्छ र तेजपत्ता हाल्नुपर्छ। हेर्न सक्नुहुन्छ खोर्सानी। यो नुन चाहिँ कुन हाल्नु? त्यो अघि हो, यो बदाम यो लाग्दैन नि। यहाँ चाहिँ मिक्स हुँदैछ। प्रोसेसिङ चाहिँ भइसकेको छ। यो राम्रो क्लास हो। हाम्रो न्युटेला चाहिँ बनिसकेको छ। अरे बाठी नहुन, अमचुर रिसाएको।